हे गाइस गुड मर्निङ वेलकम टु माई न्यू भ्लग। आज चाहिँ के भन्दाखेरि आज चाहिँ ओपनिङको दिन थियो। आज गएको थिएँ अनि बसले बोलायो, दौडेर गएको थिएँ। बस के गर्छ भनेर हेरेको त यस्तो बसले नि अब पटाका सटाका पड्काएर अब तल बोलायो। तल बोलाइसक्यो नि गयौँ। अब बससँग रमाइलो गऱ्यौँ। बस भन्दै थियो हाई भन्यो, बसले हाई भन्दै थियो। अनि बसले भन्यो को को आउँछ भनेको त्यसो फर्स्टमा भनेन। अनि बस नि अब यस्तो एक्साइटेड भएको थियो। बिग बसले भन्ने थियो कि अब अनि बिग बस नि भन्दै थिए अब नाचगान चाहियो भनेर। मलाई त थाहा थिएन कस्तो हुन्छ नाचगान। अब यी चिनाहरूको अब चिनाहरू आउँछन् पर्खे पर्खे भन्दै थियो। मलाई हतार हेर्न हतार थियो। फाइनली अब आइसके। अब बस नि अब सुरुवात गर्दैछन् पटाका पड्काएर। अब बस पटाका पड्काउँदैछन्। ला कस्तरी भागेको, ला बस कुकुर भन्दा नि स्पिड भागेको बस चाहिँ। अब चाहिँ स्टार्ट हुन्छ। कस्तो हो कि नेपालमा त अब परम्परा अनुसार त अलग अलग हुन्छ। यहाँ चाहिँ कस्तो हो अब एक्साइटेड भयो के म नि हेर्न। त्यसपछि सबै बसहरू आए। बसहरू आइसक्यो भने कार्यक्रम स्टार्ट पनि भयो। कार्यक्रम स्टार्ट हुँदै 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 गयो। अनि एक्साइटेड पनि रमाइलो पनि भएको थियो। अनि बस मलाई खोज्दै थियो। म माथिबाट लुकेर बसको भिडियो बनाइरहेको थिएँ। अनि बस पनि आयो। अनि अब यस्तो नाचगान गर्दै त हेरेको, यो त कहाँ जोक्करहरूले नाच्ने जस्तो लाग्यो मलाई। फर्स्टमा थाहा थिएन मलाई। ड्रागन पनि थियो। परम्परा नै यस्तो रहेछ र यिनीहरूको कस्तो नाचेको भेडा उफ्रे जस्तो लाग्यो मलाई त। भेडा हुन् कि जस्तो लाग्यो, मानिसहरू रहेछन्। अनि त्यो पछाडिको ड्रागन रहेछ र के गर्नु। आज एक्साइटेड, धेरै एक्साइटेड भयो कि आज रमाइलो नि धेरै भयो। अनि बस नि अब माथि भित्र ल्याउँदैछन् भित्र। अब माथि नै लिएर आउँछु भन्दै थिए, मलाई बोलाउँदै थिए, म गइनँ। मलाई भिडियो बनाउँदै रमाइलो लागिरहेको थियो। अब फाइनली माथि आएँ मैले, किनभने भिडियो कट गरेँ लास्ट टाइम लागिरहेको थियो। माथि आएर कस्तो गरेको, सबै मान्छे सबै फन्नीहरू थिए, रमाइलोहरू कमेडीहरू थिए गरेको। यिनीहरू चाहिँ चिनाहरू हुन् सबैजना। उता नि बाजा साजा बजाएर घन्काएर के गरिरहेको थिए, के गरिरहेको थिए। अनि बस अझै पनि मलाई नै खोजिरहेको थियो, म देखिएको थिएन। यो भिडियो रमाइलो लागेछ भने लाइक सब्सक्राइब गरिदिनु होला।